गाइस आज चाहिँ म कहाँ जाँदैछु त तपाईहरुलाई थाहा छैन होला। म तपाईलाई यस्तो खतरा मान्छेसँग भेट्न जाँदैछु। मेरो बचपनदेखिको मिल्ने साथी। त्यो मान्छे को हुनुहुन्छ त? म मेरो गाउँदेखि कोटा जाँदैछु साथी। वहाँ माथि छ कोटा हैन। कोटा मेरो मनदेखि मिल्ने साथीलाई भेट्न जाँदैछु। उहाँ साथी को हुनुहुन्छ र को हो मान्छे, नाम के हो उहाँको, फेस तपाईलाई म सब देखाउनेछु। उहाँ को हुनुहुन्छ त्यति बेलसम्म तपाईहरुले भिडियो नछुटाइकन हेर्नु होला साथीहरु। फलो मी। मौसम चाहिँ यस्तो बवाल छ नि साथीहरु हैन। हावा गाउँमा घर हुनुको फाइदा नै छ कि साथीहरु हैन। वा पल्लो डाँडाबाट हावा लाग्छ पल्लो डाँडाबाट हावा लाग्छ हैन। मलाई कति आनन्द है साथीहरु। अब सुविधा नभए पनि गाउँमा बस्नुको मजा बेग्लै छ साथीहरु हैन। बाटो चाहिँ यही साथीहरु। म चाहिँ यही बाटोबाट जान्छु हैन। फोटो भन्ने चाहिँ पारी देशमा पर्छ हैन। म तपाईहरुलाई सबै अहिले बाटोमा देखाइदिन्छु। वहाँ गएर को हुनुहुँदैछ त्यस्तो मेरो मनदेखिको मिल्ने मित्रता हैन साथीहरु। उहाँलाई पनि तपाईसँग जानकारी गराउँछु, चिन्जानी गराउँछु आज म साथीहरु। अहिले चाहिँ हैन तपाईको 11:15 भएको छ हैन। 11:15 भएको छ। काम चाहिँ यस्तो टाढो लागेको छ कि सिधै मेरो टाउकोमा लागेको छ नि। यस्तो गर्मी भइरहेछ नि हैन। तर हावा आउँछ र बाँचिन्छ साथीहरु गाउँघरमा। हावा आएन भने त फेरि सिधै माथि हैन। म चाहिँ बाटो लागे साथीहरु हैन। बाटो चाहिँ यस्तै हो साथीहरु। मोटर बाटो चाहिँ केही थोरै मात्रै छ, अरु सब कोरेटो बाटो हो साथीहरु। मौसमले च्यालेन्ज गर्यो कि घामले च्यालेन्ज गर्यो हैन। निकै सास फेर्ने कस्तो थाहा छ तपाईहरुलाई? यसरी फेर्नुपर्छ है साथीहरु। म यहाँ के गौडी खाएर निस्के साथीहरु हैन। बाटो डेन्जर छ है साथीहरु। गयो भने त छैन त हो। सानो गरेर बाटो छ हैन। यहाँबाट लडेपछि फेरि सिधै कहाँ हो बागदुलाको फाटमा गइला त साथीहरु। यहाँबाट लड्यो भने त साथीहरु मलाई चाहिँ सास बढ्यो हैन। सास बढ्यो। एकछिन बस्छु हैन। बसे म साथीहरु। हावा लागेछ है यहाँ सरर चिसो हावा लागेछ। कपाल पनि हल्लाइरहेछ देख्नु भयो होला साथीहरु। आज चाहिँ अहिले चाहिँ म तपाईहरुलाई एउटा सानो सहयोगको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। लाइक कमेन्ट शेयर भिडियोमा हैन साथीहरु। सपोर्ट गरिदिनु होला साथीहरु हैन। अनि तपाईहरुले यस्तो नयाँ भिडियोहरु मौसमहरुको बारेमा यताउता के हुन्छ हैन म तपाईहरुलाई सबै जानकारी गराउँछु हैन। मेरो च्यानललाई सब्स्क्राइब गरेर माया गरिदिनु होला। तपाईहरुले सहयोग थोरै सहयोग तपाईको थोरै सहयोगले साथीहरु मलाई धेरै हुन्छ हैन। धेरै सपोर्ट हुन्छ। यही भन्न चाहन्छु साथीहरु। के छ र त गर्दिम त यति सपोर्ट गर्दिम न त हैन। के हुन्छ र। पारीको गाउँ चाहिँ बरबोट भन्ने साथीहरु। बरबोटको गाउँ हो यो हैन। बरबोट साथीहरु। बाटो लामो छ। पर हेर्न सक्नुहुन्छ तपाईले। पर मभन्दा पछाडिको पर हेर्नुस्। ठुलो परा त्यहाँ छ हैन साथीहरु। सास बढिहाल्छ त हो साथीहरु। गर्मीले हो कि कमजोरीले हो त खै। पर हेर्नुस् साथीहरु। पर्सि
पालहरू हेर्नुहोस् न कस्तो डेन्जर डेन्जर पाल होइन साथीहरू। चाहिँ यो साथीहरू पर हेर्नुहोस् न कति डेन्जर छ। यहाँबाट खस्ने कोही बाँच्छ त्यो साथीहरू। त्यो चाहिँ झुम्रे बिजुवार हुँदै क्वाडी खैरा सब होइन सबै देखिन्छ है साथीहरू। तपाईँ यहाँ जुम गरेर देखाएको छ सबै वहाँ पारि कुन कुन ठाउँ देख्नुहुन्छ तपाईँले हेर्नुहोस् साथीहरू। वाउ माछा पोखरी आइसक्यो है साथीहरू। होइन म फाइनली होइन साथीलाई भेट्न आइरहेको थिएँ नि तलबाट भन्दै आइरहेको थिएँ होइन। अनि भेटाइसकेँ होइन साथीलाई। कुन साथी रहेछ त अझ को हो छ भनेर मैले तपाईँलाई देखाउनु गइरहेको छु होइन। साथी होइन यहाँलाई चिन्नुहुन्छ होला सबै धेरै जस्तो चिनिन्छ होला सबैले होइन। यहाँको नाम चाहिँ परबिन भण्डारी हो युट्युबमा क्रेजी परबिन होइन। साथी चाहिँ केही कुराहरू सिक्नको लागि मसँग आएको थिएँ च्यानलमा केही प्रब्लम छ भनेर। अब कोसिस गर्छु के भएको छ। मेरो पनि त्यस्तै भएको थियो। मैले एकजना काठमाडौँको दाइलाई बनाउनु दिएको थिएँ। त्यो दाइलाई त्यो अलिकति पैसा दिएर यताउता हाम्रो प्रदीप दाइले गर्दा पनि भयो र मैले पनि आएर होइन। ल त्यही हो गाइस इन्जोय गर्नु पऱ्यो। भिडियो हेरेर राम्रो कन्टेन्टहरू दिइरहन्छु साथ त्यस्तो छ होइन। अनि अलिकति एडिटमा पनि कम रहेछ नि त्यही भएर आज मैले ल्यापटपमा ल्याउँ सिकाइदिन्छु घरमा र साथीहरू होइन। तपाईँले देखिसक्नुभयो चिन्नुभयो होला अब होइन। मेरो बचपनदेखिको बेस्ट फ्रेन्ड होइन केरेजी परबिन होइन। भ्लग युट्युब च्यानलमा भ्लगहरू भिडियोहरू धेरै राख्नुहुन्छ। उहाँको च्यानललाई सपोर्ट गरिदिनु होला साथीहरू होइन। म चाहिँ राजाको परबिन राजाको दरबारमा आइसकेँ होइन। त्यही कोठा सोठा पनि रुम होइन सक्नुहुन्छ। अनि त्यही अब चाहिँ म साथीलाई एडिट गर्न सिकाउँछु भनौँ। साथीले चाहिँ यसरी बनाउँदो रहेछ भ्लगहरू। अब यस्तो बनाउनु मिल्दैन भन्दैछ राम्रोसँग थाहा रहन्छ। त्यही भएर सिकाइदिन्छु। च्यानलमा प्रब्लम छ हेरिदिन्छु होइन। मैले गर्न सकेको गर्छु नत्र भए चाहिँ साथीले अलिकति खर्च यताउता गऱ्यो भने चाहिँ म एउटा हाम्रो गाह्रो छ सिरियलमा खेल्नुहुन्छ हाम्रो विशाल भट्टराई भन्ने दाइ बिगम नेपाली थाहा छ होला। उहाँ दाइलाई कन्ट्याक्ट गरेर च्यानल दाइलाई दिन्छु होइन। ल इन्जोय गर्नु होला है। साथीलाई म चाहिँ एडिट गर्न धेरै कामहरू सिकाउनु आए आज थपकोदेखि म हिँड्न सक्दिनँ आजले केटो हिँड्दो रहेछ। ल त्यही हो त मेरो हाम्रो साथीहरूमा पनि आइसक्नु भयो। अनि यता हाम्रो यो ल्यापटपमा गीतहरू बजाउँदै होइन यता चिया उता साथीको चिया खाँदै कामहरू गरिरहँ। साथीले चाहिँ यसरी भिडियो बनाउँदो रहेछ यसरी बनाऊ भनेर सिकाउँदैछौँ। एडिट पनि सिकाइदिन्छु। च्यानलको प्रोग्राम हेर्न सक्छु जस्तो पनि लाग्छ मैले हेर्दा। अब के छ कन्डिसन त्यो पनि हेरिदिन्छु मैले। अनि चाहिँ यो है फ्यानहरू हेर्दैछौँ मैले। अनि यस्तै छ साथी आयो खुसी लाग्यो सिकाउँछु मैले चाहिँ है। अब यति। हेलो गाइज होइन म चाहिँ केरेजी परबिनसित भेटेर कुराकानी गरेर आफ्नो काम बनाएर कम्प्लिट गरेर म फर्किँदैछु साथीहरू होइन। एकचोटि साथीसित नि जाओस् न त होइन। साथी केही भन्दै हो त साथीहरूलाई। त्यही हो गाइजहरू अब युट्युबमा केही गर्दै हुनुहुन्छ होइन। यताउता तपाईँहरूको च्यानलमा केही प्रब्लमहरू छ भनेर भने अब मलाई फेसबुकमा क्रेजी परबिन भ्लग भनेर सर्च गरे पनि भयो। अब परबिन भण्डारी सर्च गरेर पनि त्यही एउटै आइडिया आउँछ। नभए युट्युबमा गएर कमेन्टमा गर्नु होला। जो साथीले दुःख गरिराखन अब मैले नसकेर गइराखौँ बाहिर गरिदिन्छु भनिराखौँ। हाम्रो गाह्रो छ सिरियलमा खेल्ने एकजना विशाल दाइ हुनुहुन्छ त्यहाँ दाइसँग कन्ट्याक्ट छ र त्यो दाइसँग कुरा गरिदिन्छु। अब के कस्तो त अब कामबाट त जसले मिलाइहाल्छ हेर। अनि त्यस्तै छ त्यो साथीले गरे दुःख चाहिँ गरे हेर यस्तो छ हात गाँठे आइदियो बस्यो है। अनि एडिटहरूको बारेमा सिकाएको छु। अब नजानेपछि मलाई म्यासेज गरेँ म भिडियोहरू बनाएर पठाइदिन्छु भनेको छु गाइजहरू। ल त्यही हो। अनि अब ट्याक्क लाएर के भनौँ भन्ने चाहिँ गाइजहरू अब मेरो च्यानलमा चाहिँ अब पछिल्लो समयमा भ्यू चाहिँ गएन र चाँडै 10K पुऱ्याएपछि साथी र म फेरि भेट हुन्छौँ त्यो पार्टी हान्छौँ। चाँडै चाहिँ 10K पुऱ्याउनु पऱ्यो 10,000 है 9,001 छ। अब हामीलाई 900 सब्सक्राइबर चाहिएको छ। सबैजनाले हेरिदिनु पऱ्यो। साथीले अब यसरी ब्लग बनाऊ भनेको छ मैले पनि कि यसरी ब्लग बनाऊ भनेर सिकाएको छु है। अब पहिलेबाट सुरु गरिराखिदियो लङ भिडियोहरू हाल। अहिले चाहिँ वाच टाइमको खाँचो पर्छ तिमीलाई होइन। अब त्यो भिडियोहरू आउँछ तिम्रो जति त्यो
उसको च्यानलमा चाहिँ रियुज कन्टेन्ट हालेछ अरूको युज गरेर। ल त्यही हो साथी है, माया चाहिँ नमारे यो भिडियोमा भन्न चाहन्छु। एकजना साथीले त भाइरल भएर माया मारिरहेको, तिमीले चाहिँ नमारे भन्छ। त्यही हो। भइहाल्छ नि दाजु होइन साथीहरू होइन। मैले धेरै पछि नै साथीसँग भेटघाट गरियो होइन। हामी त फर्स्ट टाइम नि फर्स्ट टाइम क्रेजी प्रवीण भ्लग्स होइन, फर्स्ट टाइम अस्ति जिम्री दादा चाहिँ मलाई उफो क्रेजी प्रवीण भ्लग कता हो भनेको थिएँ। यो चाहिँ दोस्रो सेकेन्डचोटि भनौँ, क्रेजी प्रवीणसित अहिले मेसेज चाहिँ हाम्रो भइरहेको थियो, भेट भयो होइन। म धेरै खुसी छु साथीहरू होइन। अब म चाहिँ अब समय पनि लगभग हुँदैछ, अब दबाई खाने समय भइसक्यो साथीहरू। अब म यहाँदेखि फर्किन्छु होइन साथीहरू। घर जाँदासम्म एकछिन भिडियो के जारी छ अझै बाटोमा होइन साथीहरू, हेरिदिन नबिर्सिनु होला साथीहरू होइन। फाइनली म अब घर आउनै लागेँ अनि घर आउँदाखेरि बुढीलाई पनि बाटोमा भेटेर छु होइन। बुढी चाहिँ गाई गोरु लिएर बाख्रा गोठाला आछन् बुढी होइन। म फेरि माथि अब तपाईँहरूले थाहा छ गरेर माथि गएर आएँ, बाटैमा बुढीलाई भेटाएँ होइन। बुढी के छ हालखबर? ठिक छ नि। एक्लै यो वन जङ्गलमा यो सल्लाहको रुखहरू हावा लाग्न सक्छ, ढल्न सक्छ, डर लाग्दैन तिमीलाई? लाग्दैन। ओहो किन भने मलाई डर लाग्छ नि। मलाई लाग्दैन। हो त्यस्तो होइन साथीहरू, मलाई डर लाग्ने ठाउँमा बुढीलाई डर लाग्दैन होइन। त्यस्तो बुढी भने यस्तो हुनुपर्छ कि होइन साथीहरू। त्यही हो साथीसँग भेटेँ। आजको भिडियो यताउता मौसमको बारेमा यताउता सब मैले तपाईँलाई देखाइसकेको छु। कस्तो लाग्यो के कस्तो लाग्यो, राम्रो लागेमा साथ सपोर्ट दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिन नबिर्सिनु होला साथीहरू। अहिलेको भिडियो चाहिँ यतिसम्म थियो र हामी अर्को भिडियोमा फेरि उपस्थित हुने नै छौँ साथीहरू। बाई सबैजनालाई।